Namaste everyone. Today I stand here to remember and honor my grandfather and grandmother, the pillar of our family. He was born in Katong district of Nepal and lived a simple but powerful vision. For the better education and the future of his children, he made a courageous move to Ambasi Udaipur. That journey was not just about changing places. It was about the sacrifice, struggle, and hope. Today, his sons, daughters, and grandchildren are settled across different parts of Nepal around the world. This achievement is the result of his hard work, honesty, and deep belief in education. Though my grandfather and grandmother is no longer with us physically, his values, teachings, and blessings continue to guide us every day. Grandfather and grandmother, your sacrifices shaped our lives. You will always live in our hearts. At the moment, let's watch together a short video about our family biography. पुरानो खस राज्यको केन्द्र सिन्जा उपत्यकाबाट विभिन्न स्थानमा फैलदै खोटाङ बसाइ आएको काश्यप गोत्रीय विष्ट छेत्रीको एउटा प्रमुख केन्द्र हो हालको जन्तेढुङ्गा गाउँपालिका वडा नम्बर 4 मा अवस्थित चुम्लुङ गाउँ। मानबहादुर विष्टको जन्म खोटाङ बसोबास गर्ने पहिलो काश्यप गोत्रीय विष्टका 7औं पुस्ताका गणेशबहादुर विष्टका 2 परिवारका 9 सन्तान मध्ये माता दीर्घमाया विष्टतर्फका माइलो सुपुत्रका रूपमा विक्रम सम्वत 1990 साल असार 16 गते चुम्लुङमा भएको हो। खोटाङ जिल्लाको पूर्व चाहिँ नै आमचोक चुम्लुङमा जन्म भएको 1990 साल असार 16 गते। मानबहादुर विष्टको बाल्यकाल गाउँघरमा खेतीपाती र पशुपालनमा बिते पनि उहाँमा ज्ञानको भोग थियो। बुबा सामान्य लेखपढ गर्न सक्ने र बाहिरी व्यवहारमा समेत संलग्न भएकोले उहाँमा पनि अध्ययन र चेतनाको भोग बढ्यो। गाउँमा विद्यालय थिएनन्, त्यसैले औपचारिक शिक्षा दीक्षाको अवसर जुटेन। सो अध्ययनमा लाग्नुभयो। स्कुल पढ्ने कहीँ समय थिएन, स्कुल थिएनन्, पढ्ने नै थिएन। कहीँ गुरुकुल हुन्थ्यो, बाहुन ल्याएर घरमा राख्थ्यो हुने पाउनेले, अनि घरमा पढाउँथ्यो अलिअलि। घरमा पढेर पनि त्यसले लिखित भने 3टा अक्षर लेख भने भइहाल्यो, त्यो पास हो। त्यस्तो खालको पढाएको थियो। मैले स्कुल पढ्न मैले नपाएको, जति मेरो कुरो आयो आफ्नैबाट चाहिँ कुरो जन्मेको हो। मैले स्कुलमा पढेको होइन, किताब हेरेको होइन। अब बस्दै बस्दै म चाहिँ त्यत्तिकै गोठो बस्दै मान्छेले हिँड्दै गर्दा भन्दै गर्दा म अलिअलि पढ्न आयो। के छापा जुन छ त्यो पढ्न आयो। मावली गाउँ भोजपुरको सयले र बुढा मावली भोजपुरकै गुराँसेमा केही अवधि रहेर अध्ययनलाई अरू खार्नुभयो। सो अध्ययनलाई निरन्तरता दिई उहाँले धार्मिक ग्रन्थ र साहित्यिक कृतिहरू अध्ययन गर्नुभयो। कानुनी ज्ञान हासिल गर्नुभयो। घरसारका लिखतमा उहाँ पोख्त हुनुभयो। स्वस्थानी वर्षले आमाले अनि त्यो स्वस्थानी वर्षमा अनि त्यो बाहुन वाचकलाई भने मलाई सिकाइदिनु हुन्छ, तिमी हेर्दै जा पछि सिकिहाल्छौ नि। उनले भन्दै लग्यो, मैले हेर्दै गएँ। त्यो मैले 1 वर्षमा त्यो जानिसकेँ अक्षर यस्तो हुँदो रहेछ भनेर। अब लेख्न आउँदैन होइन, म पढ्न जानिसकेँ, भन्न आउँछ, लेख्न आउँदैन। उहाँलाई साहित्य सिर्जनामा पनि रुचि थियो। आफूले उमेरमा लेखेका कतिपय कविता बुढेसकालसम्म पनि सम्झी सुनाउने गर्नुहुन्थ्यो। फलकबारी लगाउँ भरि घरेली फलाउँ, सन्तोला केरा नसती मेवा डालीमा अनार, अम्बक दाख आलिसी आँप ओकर अङ्गुर, रेउकर भएका कटहर लिसी र झुनार, दिनौँ पाकन भरेली भएर
घरेली भएर खाउँला रमाई आहार सप्री सबजन्छ बुद्धि सबजन्छ सन्तान मान्छेको जन्म सफल हुन्छ चल्नेछ चुनाव। मानबहादुर बिष्टको विवाह खोटाङ जिल्लाको हालको बाह्रपोखरी गाउँपालिका वडा नम्बर 5 वालिखा गाउँको पुवार खड्का परिवारमा भयो। त्यस क्षेत्रमै राम्रो कुल खानदानको परिचय स्थापित गरेका वीरबहादुर खड्का र उमादेवीको सुपुत्री पूर्णमायासँग उहाँको विवाह सम्पन्न भयो। खड्का परिवारका 6 छोरापछिका 3 छोरीमध्ये माइली छोरीका रूपमा विक्रम सम्वत 1995 साल असार 15 गते पूर्णमायाको जन्म भएको हो। तत्कालीन परिवेशमा औपचारिक शिक्षा हासिल गर्न नपाए पनि असल संस्कार, घरयासी सिप, मिलनसारिता र परिवारप्रतिको समर्पण भावले गर्दा पूर्णमाया बिष्ट परिवारमा सबैको प्रिय हुनुभयो। घर व्यवहारमा अब्बल उहाँ परिवारको कुशल व्यवस्थापक हुनुहुन्थ्यो। उहाँ माया, प्रेम र करुणाकी खानी हुनुहुन्थ्यो। बुहारीलाई नातिनीलाई म निभाउँदैछु, बिरामी थिएँ, आज बाबु आउँदैछ। दिसा पिसाब लाग्यो, पानी खाने त्यस्ताका वैदेशिक रोजगारीको एउटा भिन्दै किसिमको प्रचलन थियो। भारतको आसाम, डिमापुर, लखिमपुर आदि स्थानका जङ्गलमा नेपाली मजदुरका समूहहरू महिनौसम्म रहेर रुख कटान र चिरानको काम गर्दथे, जसलाई आरावाला भनिन्थ्यो। यहाँका मजदुर र उहाँका ठूला ठेकदारबीच संयोजन तथा व्यवस्थापन गर्ने व्यक्तिलाई सरदार भन्ने गरिन्थ्यो। गणेशबहादुर बिष्ट त्यो बेलाको एक चर्चित सरदार हुनुहुन्थ्यो। उहाँको बडापत्थरमा ठूलो उखु खेती पनि थियो। यस कार्यमा छोराहरूलाई पनि संलग्न गराइएको थियो। मानबहादुर बिष्ट त्यसमा सक्रिय सहभागी हुनुहुन्थ्यो। मध्य प्रदेश जाँदाखेरि पूर्वपट्टिका सबै सरदारका आरावर सबै जोगुङ्गे भेला भएर गए। त्यहाँ कम्पनीहरू लिन आए थिए होइन, ठेकदारहरू लिन आएका। अनि हाम्रोको 900 जोडा आरल भयो त्यो बेला, बिहारका 300 जोडा, हाम्रो खोटाङ जिल्लाका यो सावाली भन्थे, कता कता के जाति गरेर 300 जति हुन्थे। अनि उता भोजपुर जिल्लाका गरेर जम्मा 900 जोडा आरवल। त्यो 19 सालमा मैले लिएर जानुपर्ने भयो। विक्रम सम्वत 2025 सालको मङ्सिरमा बुबा गणेशबहादुरको मृत्यु हुँदा उहाँ भारतमा रहेर बुबाको काम सम्हालिरहनु भएको थियो। सपनामा बुबाको मृत्युको आभास भएर मन विचलित हुँदै आफ्नो घर चुम्लुङ पुगेर काजक्रियामा सहभागी हुनुभएको थियो। त्यो 2025 सालको समय हो। म काम बन्दोबस्त गर्न गएको। त्यसै बेला घरमा बाउ पल्लोको हुनुभएको छ। त्यो मैले सपना भेटेर मलाई गुवाहाटीमा पुसिया गते आइदिउँ भनेकोमा, अनि त्यो पुसिया गते घरमै आइपुगेँ। सपना भेटाएँ मैले। सपना खेल्थ्यो, शङ्का हो कि होइन भन्यो भने प्रत्यक्ष नि, प्रत्यक्षै कहिले देख्छु हेलिकप्टर आएर फुलबारीमा बस्छ, अनि उडेर गइसकेको हुन्छ। घरमा हेर्छु, बाबु खोइ त भन्छ, बाबु अहिले हेलिकप्टर गयो त्यो देखिनुहोस् भन्छ। मैले देखिनँ। यस्तै सपना यस्तै हुँदै हुँदै गयो। म त्यो दिन पुगेँ, घरमा पुग्यो। अब कर्मका नजिक गर्ने त्यो गरियो। बुबाको मृत्युपछि आरावाला लैजाने कार्य लामो समयसम्म चलेन। उखु खेती पनि अघि बढ्न सकेन। त्यसपछि उहाँ गाउँघरमै रहेर सामाजिक कार्यमा संलग्न हुनुभयो। स्थानीय बैठक, भेला, विकास निर्माण र जागरणको क्षेत्रमा उहाँको सहभागिता बढ्दै गयो। गाउँघरमा आर्थिक लेनदेनको तमासुक, घर जग्गा कारोबारको घरयासी लिखत, मुद्दा मामिलामा नालिस, उजुर र निवेदन लेख्ने एवं झै झगडामा वार्ता, मध्यस्थता र गाउँ समाजको हैसियतमा भद्र भलादमी जम्मा भएर मिलापत्र गर्ने गराउने जस्ता कार्यमा उहाँ संलग्न हुनुभयो। यस कार्यमा उहाँको सहभागिता र गाउँलेहरूमा उहाँप्रतिको विश्वास बढ्दै गयो। फलत त्यस भेगमै यस्ता विषय पर्नासाथ माइला मुखियाकोमा जाने अथवा उहाँलाई बोलाउने भन्ने स्थिति बन्यो। उहाँ पनि यसमा रमाउन थाल्नुभयो। त्यसबेला गाउँघरमा सञ्चारको माध्यम भनेको रेडियो मात्र थियो।
रेडियो राख्न लाइसेन्स लिनुपर्ने त्यो जमानामा उहाँले घरमा परैसम्म आवाज सुनिने भारतीय तथा जापानिज ब्रान्डका ठूलो रेडियो राख्ने गर्नुभएको थियो र उहाँ रेडियो नेपालको समाचार तथा कार्यक्रमहरू नियमित रूपमा सुन्ने सुनाउने गर्नुहुन्थ्यो। यसले उहाँमा चेतनाको थप विकास गरायो, ज्ञानको भोक अरू जगायो। आफूले औपचारिक शिक्षा नपाए पनि उहाँले गाउँमा विद्यालय खोल्न र त्यसमा आफ्ना मात्र होइन गाउँका केटाकेटीलाई पनि पढाउन प्रोत्साहित गर्नुभयो। गाउँलेकै पहलमा विक्रमसम्म 2023 सालमा खुलेको श्री विश्वज्योति प्राथमिक विद्यालयलाई राम्रोसँग सञ्चालन गर्न विद्यालय भवन र शिक्षकहरूको व्यवस्थापन निकै चुनौतीपूर्ण थियो। लामो समयसम्म विद्यालय व्यवस्थापन समितिको अध्यक्ष समेत रहेर उहाँले विद्यालयको दिगो र सहज व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुर्याउनुभयो। गाउँघरका सबै बालबालिकाहरूले पढ्ने अवसर प्राप्त गरून्, शिक्षाबाट कोही पनि वञ्चित नहुन्, शिक्षाको विकास होस् भन्ने उहाँको मुख्य उद्देश्य थियो। देखिन्थ्यो त्यस्तै 2023 सालमा स्थापित गाउँकै स्थानीय श्री विश्वज्योति निमावि चुम्लुङमा स्थापनाकालदेखि नै लागि परेर नै उहाँकै सक्रियतामा, उहाँकै मेहनतमा प्राविधिक तहबाट निमावि तहसम्म पुर्याउन उहाँ लागि पर्नुभयो। उहाँ आफै त्रेस्ताका यस विद्यालयको प्रधान अध्यापक रहेको थिए र त्रेस्ताका उहाँ 2 पटक विद्यालय व्यवस्थापन समितिका अध्यक्षमा रहेर त्रेस्ताका भनौँ 2040 देखि 2050 सम्मको दशकभित्र यस विद्यालयको भौतिक विकास, भवन निर्माण, खेल मैदान निर्माण, विद्यालयको स्तर वृद्धि जस्ता कार्यहरूमा उहाँको उल्लेखनीय योगदान रहेको कुरा सबैमा विदित छ। यसरी समग्रमा उहाँको जीवनकाल समाजसेवा नै बितेको देखिन्छ। उहाँ हक्की स्वभावको हुनुहुन्थ्यो। अन्याय आफू पनि नगर्ने र कसैले गरेमा नसहने उहाँको स्वभाव थियो। यसले गर्दा कतिपय अवस्थामा चुनौतीको सामना समेत गर्नुपर्ने अवस्था आयो। यद्यपि उहाँ कहिले पनि विचलित हुनु भएन। उहाँ राजनीतिप्रति चासो राख्नुहुन्थ्यो। गाउँ समाजमा अगुवा भएका कारण जिल्ला वा राष्ट्रिय तहको निर्वाचनको समयमा नेताहरू गाउँ आउँदा उहाँको घरमै आउने, उहाँलाई सहमत गराउन प्रयास गर्ने र त्यही घरलाई केन्द्र बनाएर चुनाव प्रचार गर्ने एवं उहाँलाई साथ लिएर अन्यत्र मत माग्न जाने प्रचलन बढ्यो। उहाँ आफै पनि स्थानीय राजनीतिमा सहभागी हुनुहुन्थ्यो। त्यसले गर्दा उहाँको प्रभाव त्यस भेगमा निकै राम्रो थियो। श्रीमान घरयासी काममा भन्दा बाहिरी काममा बढी व्यस्त भएको अवस्थामा पनि रत्तिभर विचलित नभई पूर्ण मायाले घर व्यवहार धान्नुका साथै बालबच्चा हुर्काउनुभयो। दुःखको सागर आफैले थेगेर प्रत्येक सन्तानलाई मातृवात्सल्य प्रदान गर्नुभयो। सधैँ इमान जमानमा रहने, सबैको भलो गर्ने, दुःखमा नआत्तिने र सुखमा नमात्तिने, ठुलालाई आदर सम्मान गर्ने र सानालाई माया गर्ने असल संस्कार सिकाउनुभयो। आमाको स्नेह, हौसला र सही अभिभावकत्व एवं बुबाको सही मार्गदर्शनकै कारण 5 छोरा र 1 छोरीले राम्रो शिक्षा हासिल गर्न र सत्मार्गमा हिँड्न सकेका हुन्। पहाडको बसाइलाई अझ सहज बनाउने क्रममा विष्ट परिवार उदयपुर जिल्ला हालको बेलका नगरपालिका 1 आम्बासीमा बसाइ सर्यो। पहिल्यैदेखि पहाड मधेस ओहोर दोहोर चले पनि विक्रमसम्म 2046 सालपछि पूर्ण रूपमा आम्बासीमा बसोबास हुन थाल्यो। नयाँ ठाउँमा बसाइ सरे पनि चुम्लुङका विष्टहरूको बाहुल्य रहेको त्यस स्थानमा पनि मानबहादुर विष्ट छोटो समयमै परिचित हुनुभयो। उहाँ त्यहाँ पनि सामाजिक कार्यमा संलग्न हुनुभयो। त्यो स्वाभाविक प्राकृतिक नियम हो, मानिस जन्मेपछि मर्नु स्वाभाविक हुन्छ। तर बिचको समयमा हामीले कति काम समाजको लागि गऱ्यौँ भन्ने त्यो इतिहास हुन्छ। यसको लागि म आज हाम्रो स्वर्गीय मानबहादुर विष्टलाई स्मरण गर्न चाहन्छु। उहाँ चाहिँ नै खोटाङको चुम्लुङमा जन्म भई पछिल्लो चाहिँ नै जीवनयापनको लागि बेलकाको वडा नम्बर 1 आम्बासीमा लामो समय आएर उहाँको जीवनयापन भयो। र उहाँले वास्तवमा हेर्ने हो भने त्यो समयमा आएर तत्कालीन चाहिँ नै बेलका नगरपालिकाको वडा नम्बर 1 को आम्बासीमा सामुदायिक वन आम सामुदायिक वनको संस्थाको अध्यक्ष भएर त्यो संस्थालाई संस्थागत विकसित गर्ने काममा अत्यन्त मेहनत साथ लाग्नुभयो र उपभोक्ता बीच एउटा राम्रो काम छाप छोडेर उहाँले जानुभयो। र बिचमा सँगसँगै त्यस्ता सामाजिक कामहरूमा सम्झिने काम धेरै छन्। मावि आम्बासीमा पनि एउटा सरस्वती मन्दिर बनाएर राम्रो चाहिँ त्यो एउटा छाप छोड्नु भएको छ। त्यस्तै गरेर पारी विष्णु मन्दिरमा पनि उहाँले
आर्थिक सहयोग गरेर मन्दिरलाई व्यवस्थापन क्रममा लाग्नुभएको छ। उहाँको धार्मिक तथा सामाजिक कामहरूमा एउटा सुधारात्मक पक्षको रूपमा अत्यन्त राम्रो उहाँको पक्ष थियो र समाजलाई एउटा मार्गदर्शन गर्ने नेतृत्व एउटा अभिभावकको रूपमा हामीले चाहिँ नि उहाँलाई पाएको। स्थानीय सामुदायिक वन संरक्षणका निम्ति आम सामुदायिक वन उपभोक्ता समिति गठन गरी अध्यक्ष समेत भएर योगदान गर्नुभयो। र उहाँले दिएको अर्थी उपदेशलाई नै हामीले कार्ययोजना अन्तर्गत पालना गरिरहेका छौँ। उहाँले धेरै कुराहरू सिकाएर जानुभएको छ, त्यसलाई हामी निरन्तरता दिएको छौँ र बाँकी हामी थप्दै जानेछौँ। मानबहादुर बिष्टको धर्म संस्कृतिको संरक्षण र सम्वर्धनमा पनि उत्तिकै रुचि थियो। मठ मन्दिरको निर्माण, पुराण आदिमा सक्रिय सहभागिताका साथै दान दातव्यमा पनि यथाशक्य योगदान रह्यो। फतेपुर स्थित लक्ष्मीनारायण मन्दिरमा कोठा निर्माणका साथै चतरामा धर्मशाला निर्माणमा पनि सहयोग गर्नुभयो। आम्बासीको सरकारी विद्यालयमा आफ्नै लगानीमा सरस्वती मन्दिरको निर्माण गर्नुभयो। 84 पूजाको अवसर पारेर विद्यालय, परिवार, दाजुभाइ, इष्टमित्र र गाउँले सहित परिवारजनका साथ सरस्वती मन्दिरको उद्घाटन गरेर विद्यालयलाई हस्तान्तरण गर्दा उहाँमा खुसीको सीमा थिएन। बेलाका नगरपालिका वडा नम्बर 1 आम्बासी बसोबास गर्नुहुने आदरणीय हाम्रो स्वर्गीय बुवा मानबहादुर बिष्ट र उहाँको धर्मपत्नीले र उहाँको सपरिवारले मिलेर हाम्रो विद्यालयमा सरस्वतीको मन्दिर जीर्ण अवस्थामा थियो। उहाँहरूको परिवारले बनाइदिएर निर्माण गरिदिएर हाम्रो विद्यालयलाई हस्तान्तरण गर्नुभयो। यो चाहिँ उहाँहरूले नै निर्माण गरेर विद्यालयलाई प्राण प्रतिष्ठा गरी हस्तान्तरण गर्नुभएको हो। उहाँ धार्मिक ग्रन्थहरूको गहन अध्ययन गर्नुहुन्थ्यो। रामायण, महाभारत, भगवत गीताका साथै विभिन्न धर्मग्रन्थहरू नियमित रूपमा पढ्ने र त्यसमा शास्त्रास्त्र गर्नेमा उहाँको विशेष रुचि थियो। उहाँ धर्ममा जति रुचि राख्नुहुन्थ्यो त्यसमा समयानुकूल सुधार हुनुपर्नेमा पनि उत्तिकै जोड दिनुहुन्थ्यो। काजक्रियाको समयावधि घटाउनु पर्ने लगायतका धार्मिक सुधारका विषयमा उहाँले गोरखापत्र लगायतमा लेख प्रकाशन गर्नुका साथै यसको पक्षमा जागरण अभियान समेत चलाउनु भएको थियो। समाजसेवाको क्षेत्रमा गरेको योगदानको कदर गर्दै उहाँलाई विभिन्न संस्थाले सम्मान समेत गरेका थिए। त्यो जुठो पनि 7 दिन मात्रै गर्दा पनि हुने कुरो हो। यो चाहिँ अब संसारले गर्नुपर्ने, अब मैले मात्रै भनेर नहुने। मैले भनेर हुन्थ्यो भने यहाँभन्दा अघि पनि मैले गोरखापत्रमा पत्रिका लेखिसकेका थियो। त्यो भएन, 1-2जना मारे बारे पनि 7 दिनमा। तर यति लामो जुठो बार्ने चलन छैन। बिष्ट दम्पतिका 5 छोरा र 1 छोरी छन् भने 14 नाति नातिना र 4 पनाति पनातिना छन्। हाल आम्बासीमै बसोबास गर्दै आउनुभएका जेठा छोरा राजेन्द्र कुमार बिष्ट सरकारी विद्यालयको शिक्षकका रूपमा झन्डै 3 दशक सेवा गरेर हालै मात्र सेवानिवृत्त हुनुभएको छ। छोरा राजेन्द्र र बुहारी झुना देवीका 2 छोरी पार्वती र सरस्वती, 2 छोरा प्रकाश र प्रदीप तथा 4 नाति नातिना छन्। हाल भक्तपुरको बालकोटमा बसोबास गर्दै आउनुभएका माइलो छोरा डाक्टर महेन्द्र बिष्ट पत्रकारिता क्षेत्रमा हुनुहुन्छ। नेपाल पत्रकार महासङ्घको अध्यक्ष समेत रहिसक्नुभएका उहाँ हाल सार्वजनिक सेवा प्रसारण नेपालको कार्यकारी अध्यक्ष हुनुहुन्छ। छोरा महेन्द्र र बुहारी इन्दुका 2 छोरा आयाम र सम्यम छन्। काठमाडौँमा बसोबास गर्दै आउनुभएका अर्का छोरा जीवन बिष्ट व्यवसायमा संलग्न हुनुहुन्छ। छोरा जीवन र बुहारी अस्मिताका छोरा आवाज र छोरी जेनी छन्। अर्का छोरा होमराज सपरिवार बेलायतको लन्डनमा बसोबास गर्दै आउनुभएको छ। छोरा होमराज र बुहारी रुबी रोजका छोरी रेनी रोज र छोरा रौनक राज छन्। काठमाडौँमा बसोबास गर्दै आउनुभएका छोरी कमला र ज्वाइँ रमेश थापा लेखा परीक्षण व्यवसाय गर्नुहुन्छ। थापा दम्पतिका 2 छोरा आभास र आकार छन्। कान्छो छोरा अर्जुन बिष्ट हाल सपरिवार अमेरिकाको टेक्सासमा बसोबास गरिरहनु भएको छ। छोरा अर्जुन र बुहारी रुबिनाका 2 छोरी आहना र इभाना छन्। समय सधैँ एकनास रहँदैन, जीवन सधैँ उस्तै हुँदैन। पहाडको बसाई तराई झर्यो, तराईको बसाई राजधानी सर्यो। बुढ्यौलीले छोपैसँगै रोग व्याधिले पनि च्याप्दै लग्यो। दुवैजनामा दमको रोगले बास गर्यो। बालकोटमा परिवारका साथ हाँसी खुसी रहिरहेको बेला विक्रम सम्वत 2078 साल भदौ 1 गते आमा पूर्णमायाको स्वास्थ्यमा अकस्मात समस्या थपियो।
बिहान घरबाट केही पाइला हिँडेरै अस्पताल जानुभएको उहाँ साँझ पर्दा 83 वर्षको उमेरमा यो धरतीबाट सदाका लागि बिदा हुनुभएको पीडादायी समाचार चिकित्सकको मुखबाट सुन्नुपर्ने अवस्था आयो। कवि लेखनाथ पौड्यालले भने झैँ आयो टप्प टिप्यो लग्यो मिति पुग्यो टाढै र डर्दैन त्यो। परिवारमा सन्नाटा छायो। राजधानीमा चोला उठ्यो। आम्बासी स्थित त्रियुगा नदीमा नश्वर शरीर विलीन भयो। सायद नियतिलाई यतिले पुगेन। 3.5 वर्ष नपुग्दै यो चक्र फेरि घुम्यो उसै गरी। बालकोट निवासमा चिकित्सकको निगरानी र परिवारजनको स्याहार सुसारका बीच जीवन जिरहेका बेला विक्रम सम्वत 2081 साल माघ 3 गते अपराह्न बुबा मानबहादुरको स्वास्थ्यमा अकस्मात समस्या आयो। उपचारको प्रयास सफल भएन। छोरा बुहारी र नातिहरूको काखमा उहाँले अन्तिम श्वास लिनुभयो। 91 वर्षको उमेरमा सबैलाई शोकमा डुबाएर पवित्र पाशुपत क्षेत्र आर्यघाटबाट सदाका लागि बिदा हुनुभयो। शोकको घडीमा आफन्तजन, इष्टमित्र, विभिन्न सङ्घ संस्थादेखि उच्च तहबाट व्यक्त सहानुभूतिले पक्कै पनि दिवंगत व्यक्तिको योगदानको कदर र वियोगको आलो घाउमा मलम लगाउन मद्दत गर्छन्। उहाँको मृत्युमा श्रद्धाञ्जली र परिवारप्रतिको समवेदना प्रकट गर्ने विशिष्ट व्यक्तित्व तथा आफन्तजनले व्यक्त गरेका शब्द र भावले पनि त्यसलाई अभिव्यक्त गर्दछ। जन्मपछि मृत्यु अकाट्य छ, तर स्वीकृतिको सम्झना रहिरहन्छ र त्यही स्वीकृतिले जीवनपछि पनि बचाइरहनेछ चिरकाल पर्यन्त।